पल शाह धमाकेदार एक्सन फिल्डमा उत्रिसकेका छन्। पल शाह अब आगो बाल्न मात्रै बाँकी छ है। पल शाहले मोहरमा आगो बाल्ने छन्, पक्का पक्की रहेको छ। साँच्चै नै पल शाहको फिल्म मोहरको एउटा नयाँ पोस्टर सार्वजनिक भइसकेको छ। जुन पोस्टर हेरिसकेपछि पल शाह भनेका पल शाह नै हुन्, एक्सनमा फाड्ने छन् भनेर तपाईहरुले पनि भन्नुहुनेछ। साँच्चै नै कतिको धमाका मचाउँदै छन् त। र चलचित्र कहिले रिलिज हुँदैछ? आगो आँधी तुफान धमाका पटाका सबै गर्न सफल हुँदैन त? सर के छ, पल शाहको फिल्म मोहरको नयाँ पोस्टर सार्वजनिक भएको छ हैन। जुन पोस्टरले यति बेला साँच्चै नै हंगामा मचाएको छ। पल शाहले अब आँधी तुफान लिएर आउँछन् बक्स अफिसमा भनेर हल्ला चलिरहेको छ। के छ अवस्था भनिदिनुस्। हैन यस्तो छ के सर, पल शाहको अहिले पछिल्लो समयमा फिल्महरु लगालग फ्लपमाथि फ्लप गइरहँदा चाहिँ एउटा चाहिँ हुन्छ नि, एउटा पल शाहको यार बवाल फिल्म आओस् भनेर हामीले चाहिँ एकदमै सोचिरहेका थियौं। र यही क्रममा चाहिँ पल शाहको फिल्म मोहरको पोस्टर एउटा सार्वजनिक भइसकेको छ। हुन त एक दुई दिन अगाडि नै यसको पोस्टर सार्वजनिक भएको हो, आज बनाइयो हैन। यो चलचित्रको पोस्टर देखेपछि चाहिँ मलाई एउटा चाहिँ के विश्वास भयो भने यस पल शाह इज गोइङ टु बी टाइगर नाउ। पल शाह अब टाइगर बन्दैछन्। किनभने त्यहाँ देख्न सक्नुहुन्छ तपाईले एउटा सिक्का छ के, सिक्कामा देख्नुभयो नि के को फोटो छ? सिक्कामा बाघको फोटो छ के, बाघ टाइगरको फोटो छ, पुरै हाँ गरेको छ के। अनि त्यसपछि यतापट्टि देख्न सक्नुहुन्छ पुरा हैन पल शाहको रिसाएको अवतार छ, त्यो पुरा आँखा पनि रातो रातो हैन, हल्का क्रोधित लुक्समा देखिएका छन्। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ यतापट्टि बेनिसा हमाल अलिकति डराएको जस्तो टाइपको चाहिँ लुक्समा हैन, अलि राज खानदान जस्तो टाइपको लुक्समा देखिएकी छिन्। त्यसपछि तपाईले तलपट्टि देख्न सक्नुहुन्छ नीति शाह हल्का क्यूट टाइपको हैन, हल्का सोझी केटीको टाइपको चाहिँ रोलमा देखिएकी छिन् भने यतापट्टि चाहिँ हामीले अर्जुन जङ साईलाई पनि देख्न सकिन्छ है। यी चारवटा कलाकारहरूको मुख्य टाउको देखाएर चाहिँ एउटा पोस्टर सार्वजनिक भएको छ र ठूलो अक्षरमा लेखिएको छ मोहर। मोहर भनेको के हो? मोहर भनेको फेरि सुका मोहर के हो त्यो पनि हुन सक्ला, अथवा मोहर लाउने भन्छन् नि त्यो हुन सक्ला। अब केही न केही एउटा ग्रामीण भूभागको चाहिँ एउटा चाहिँ कथा हो यो चाहिँ देख्न सकिन्छ। र यहाँ तलपट्टि लेखिएको छ के मोहरको तलपट्टि के लेखिएको छ भन्दाखेरि चाहिँ अ स्टोरी बेस्ड अन अनरिटन रुल्स अरे के रे, स्टोरी बेस्ड अन अनरिटन रुल्स भनेको चाहिँ नलेखिएको नियममा आधारित कथा अरे। भनेपछि यस्तो नियम छ जुन लेखिएको छैन, किताबमा लेखिएको छैन, तर त्यो नियममा आधारित चाहिँ कथा भन्छ। पल शाहको आफ्नै कानुन हुने यहाँ देखिएको छ। पल शाह पुरै खतरनाक अब यहाँ चाहिँ टाइगर बनेर आउँदैछन् र शासन गर्दैछन्। सायद डन हुन्छन् कि ग्याङ्गस्टर हुन्छन् कि अथवा खुङखार खेलाडी हुन्छन्, योद्धा हुन्छन्, त्यो त फिल्मभित्र अब अरू कन्टेन्ट आएपछि अनुमान लगाउन सकिएला। तर पनि हेर्दाखेरि चाहिँ देखिएको छ पल शाह धमाका एक्सनमा उत्रिसकेका छन्। तर जब पल शाह एक्सनमा उत्रिन्छन् नि त्यसपछि फेरि पल शाहले पनि देखाउँछन् कि एक्सन भनेको के हो भनेर। किनभने तपाईँले देख्नुभयो नि फिल्म रामायणमा कस्तो थियो एक्सन, बब्बाल थियो एक्सन। त पल शाहको एक्सन मन पर्यो नि? पल शाहको एकदम एक्सन बब्बाल थियो हैन। फिल्म चाहिँ अब अलिकति त्यति राम्रो गर्न सकेन हैन, तर एक्सनमा चाहिँ उनले बब्बालै गरेका हुन्। एक्सन राम्रै गरेका हुन्, फाइटहरु त राम्रै खेलेका हुन् नि त। कहानी पनि ठिकै थियो, अलिकति तपाईको दायराले गर्दाखेरि चाहिँ अलिकति समस्या पनि परेको थियो। हल्का दारी र डायलगले गर्दा त्यो फिल्म विवादमा परेको हो, नत्र भने त फिल्म एक्सनको हिसाबले ठिकै थियो नि त। फिल्म त राम्रै थियो नि त। पल शाहको हेर्नु न क्रोधित लुक्स कस्तो गरिसकेको हैन, पुरा उनको फाइटहरु न पुरै उडेर हैन, टाउकोमा यस्तो यस्तो लक हानेर हैन, पुरै यस्तै गुल्टाइदिने के त्यस्तो टाइपको फाइटहरु हानेका थिए पल शाहले। देख्नु भयो नि दौडेर पुरा रुखमा यस्तै टेकेर उल्टी जिम्नास्टिक हान्दिया थिए। त्यो त कम्प्युटरले बनाएको हो, कम्प्युटरले बनाएको हैन र रियल त हैन नि त। कम्प्युटरले बनाए पनि जे गरे पनि जे हान्न त पल शाहले हानेका हुन् नि। हान्न त हानेका हुन्। पल शाहलाई चाहिँ के हातखुट्टा भाँचिने के पनि भएको थियो रे नि त। त्यो हल्का जस चोट लाग्थ्यो रे त्यति बेला, हो के न? त मन चोट लाउने गरी गरे भने चाहिँ त उनले केही न केही मेहनत गरेर गरेका हुन्। हुन त उनले यत्रो ठुलो मुडा पनि बोकेको देख्नु नि, त्यो मुडा बोक्न सक्छ रियल त हैन होला हैन र के थाहा, अब बोकेकै हुन सक्छ नि यार। पल शाह हुनु त यार, हुन त फेरि अब फेरि त्यत्रो ठुलो अब 100 किलो 200 किलोको मुडा बोके भनेर त भन्न त मिल्दैन हैन। जस ठिक छ त्यो एउटा होला बनाएको, तर पनि जस उनको मेहनत बवाल थियो। एउटा रामायण फिल्ममा एक्सन फिल्ममा चाहिँ पल शाहले काम गर्न सक्छन् भन्ने कुराको प्रमाण देखिएको थियो। र अलिकति राम्रो डाइरेक्सन, राम्रो चाहिँ गेटअप हुन्छ र मेकअप आर्टिस्टहरु राम्रो राखेर चाहिँ अलिकति राम्रो चाहिँ फिल्म बनाउने हो भने पल शाहले एक्सन फिल्ममा बवाल गर्न सक्छन् भन्ने कुरा चाहिँ मलाई लागेको हो के। त्यो कुरा चाहिँ अब मोहर फिल्मबाट पुरा हुन्छ जस्तो लाग्छ। साउनको 23 गते मोहर फिल्म लाग्दैछ र अस्ति अक्षय तृतीयाको दिनमा चाहिँ यो चलचित्रको पोस्टर सार्वजनिक भएको थियो। पक्कै पनि
चलचित्रले त फाडेर राख्छ होला भन्ने मैले अनुमान लगाएको छु सर। सही हो तर के सर यति बेला पल्सार अलिकति दशा लागेको छ नि त हैन। अब अघिल्लो वर्ष पनि पल्साको सिर्फ एउटा मात्रै फिल्म बक्स अफिसमा सफल भयो, गुजार सार्की हैन। त्यसपछि रावण आयो, बक्स अफिसमा असफल भयो। त्यसपछि मायावी आयो, बक्स अफिसमा असफल भयो हैन। लगभग पल्सारलाई ठुलो दशा लाग्यो के तपाईलाई थाहा छ नि, कल्लीबाट पनि उनी निकालिए हैन र उनलाई भयंकर ठुलो दशा लागेको थियो। अब फेरि आउँदैछ उनको फिल्म कुन चाहिँ भन्दा मोहर हैन। मोहर फिल्मबाट उनले बवाल कमब्याक गर्छन् कि के छ त तपाईलाई के लाग्छ? हैन सर बवाल कमब्याक हुन्छ होला, किनभने अब पल्सा आफैले पनि सायद विचार गरेका होलान् यो फिल्मबाट त मैले राम्रो गर्नुपर्छ भनेर। र पक्कै पनि फिल्मको यो पोस्टरहरू हेर्दाखेरि पनि एउटा नयाँ फरक टाइपको अलिकति हाम्रो नेपालको लोकल टाइपको चाहिँ एक्सन मुभी हुने देखिएको छ हेर्दाखेरि। प्रायः चाहिँ एक्सन फिल्म भनेपछि अलिकति इन्डियाको साउथ इन्डियाको हैन भाइब्स दिने खालको मुभी देखिन्छ तराईतिर गएर खिचेको, तर त्यस्तो नभइकन यो चाहिँ अलिकति लोकल टाइपको चाहिँ एक्सन मुभी हो कि भन्ने देखिएको छ। हुन त आइसकेका छैन, कन्टेन्ट आएपछि थाहा होला, तर पोस्टरहरू हेर्दाखेरि लगभग लोकल एक्सन मुभी हुने देखिएको छ। मोहर भनेपछि पुरा बाघको चिन्ह छ भने त्यो 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 बाघको सिम्बोल छ नि, त्यो कसको सिम्बोल हो थाहा छ? पल्साको सिम्बोल हो के भन्छ। पल्सा सिम्बोल नै भइसक्यो। जसरी त्यो सलार फिल्ममा तपाईको चाहिँ प्रभासको एउटा सिम्बोल थियो नि, डेन्जर पुरा त्यो लोगो आफ्नै हो, त्यस्तै टाइपको चाहिँ यसमा चाहिँ पल्साको लोगो होला कि त्यो लोगो हानेपछि पुरा काण्ड हुने, पुरा उनको छुट्टै साम्राज्य नै हुन्छ होला, त्यस्तो चाहिँ मलाई लागिरहेको छ। अब हेरौँ आएपछि थाहा होला। तर यति बेला पल्सा आफैले पनि त्यो चुनौती महसुस गरेका होलान्, दुईटा फिल्म फ्लप भइसक्यो ब्याक टु ब्याक हैन। भनेपछि यति बेला यो फिल्मबाट बवाल गर्नुपर्छ भन्ने हिसाबले पनि पल्साले त दिल ज्यान दिएर काम गरिरहेका छन् भन्ने चाहिँ मैले विश्वास लिएको छु। र त्यो कारणले गर्दा पनि चलचित्र मोहरले बवाल धमाका मचाउँछ कि भन्ने सम्भावना चाहिँ मैले देखेको छु। सही हो। अनि के सर अब हामीले यति बेला दुईवटा पोस्टरहरू देख्यौँ मोहरको हैन। एउटा चाहिँ अब त्यो सिक्का भएको हैन, अनि 4 जना कलाकारलाई देखाइएको छ हैन, र अर्को चाहिँ फेरि यसरी बन्दुक लिएको छ कि पल्साले हैन, जुन चाहिँ अब पुरा माओवादी हुन् कि हैन, जे जंगलमा यसरी बन्दुक लिएछन् हैन। अब फरक लुक्समा छ नि त। अनि केही समय अगाडि पल्साको एउटा चाहिँ टिकटकमा भिडियो सार्वजनिक भएको थियो कि मोहरको हैन, जसमा चाहिँ पुलिसको गेटअपमा थियो कि उनी। अब यो हेरेर हामीले के भन्न सकिन्छ भन्दा चलचित्रभित्र पल्साको चाहिँ दोहोरो भूमिका त छैनन् के छ सर? भन्न सकिन्न सर, एकातिर पुलिस एकातिर गुण्डा दुईटै आफै जस्तै रामायणमा जस्तै। फेरि रावणै नभन्नु न सर तपाईले फेरि रावण जस्तै भन्नु नभन्नु सर। रावणमा दोहोरो थियो कि थिएन? रावणमा त दोहोरो थियो, तर रावण फिल्मले त फेरि अलिकति राम्रो चल्न सकेन नि त हैन। रावण फिल्ममा पनि त काम त राम्रो गरेका थिए नि त पल्साले। त्यसै हिसाबले चाहिँ मैले के भन्नु खोजेको, रावण फिल्ममा दोहोरो काम गरे तर अलिकति दाढीले बिगारेको नि त त्यहाँ त। फिल्म त बवाल हो नि त रामायण त हो। त्यसै गरी मोहरमा पनि अब एकातिर पुलिस र एकातिर फेरि ग्याङ्गस्टर गुण्डा पनि आफै हुने, त्यस्तो टाइपको हुन पनि सक्छ, भन्न सकिन्न एक्ज्याक्टली त ठ्याक्कै थाहा छैन। तर यो फिल्मभित्र एक्सन अवतारमा चाहिँ उत्रिन्छन् पल्सा यति चाहिँ देखिएको छ। एक्सनमा चाहिँ भयङ्कर एक्सनमा उत्रिनु देखिएको छ। प्रहरी भयो भने पनि अब पुलिस भइसकेपछि गुण्डालाई पिट्न पर्यो, बडाम कहाँ बडाम हान्नु पर्यो होइन, त्यहाँ पनि एक्सन हुने भयो। अब अलरेडी ग्याङ्गस्टरको रोलमा छन् भने पनि त्यहाँ पनि बवाल हुन सक्छ, त्यहाँ पनि उनले बवाल एक्सन हान्न सक्छन् भन्ने चाहिँ देखिएको छ। अलिकति राज खानदानसँग सम्बन्धित फिल्म पनि हुने हो कि भन्ने देखिएको छ। अब हेरौँ राज खानदानसँग सम्बन्धित एक्सन सबै कुरा ट्विस्टिङ मिसिएको बवाल फिल्म बन्यो भने त धमाका मचाउँछ नि यार, किन नमचाउने? कन्टेन्टमा दम भयो भने हुने हो नि त। पल्साको फिल्म त हेरौँ न, रावण फिल्म फ्लप भए पनि कमाएन, 2 करोड जति लगभग कमाएको होइन, कमाएको हो नि त। फ्लप भए पनि 2 करोड जति कमाउँछ कि पल्साको मुभीले, किनभने पल्साको फ्यान त्यस्तै बवाल छन्, नेपालभरि फ्यान छन्। त्यो हिसाबले अब कन्टेन्ट बवाल भएको फिल्म आयो भने त यार नकमाउनु त कुरै छैन नि। त्यही भएर चाहिँ मलाई चाहिँ विश्वास लागेको छ कि मोहर फिल्मले आगो बाल्छ। सही हो। अनि के सर अब कहिले रिलिज हुँदैछ त यो फिल्म, यसो त्यो पनि भनिदिनुस् न। साउनको 23 गते सर, साउनको 23 गते रिलिज हुँदैछ यो फिल्म। अब सायद त्यति बेला अरू फिल्महरू पनि होलान्, कम्पिटिसन त हुने देखिएको छ। अब ठ्याक्कै एक्ज्याक्टली चाहिँ डेटमा त्यही डेटमा चाहिँ अहिलेसम्म फिक्स भएको छैन, भन्न सकिन्न। पल्सासँग भिडन्त हुन्छ कि अथवा कसैले पल्सासँग भिडन्त गर्ने आँट गर्छ गर्दैन त्यो चाहिँ हेर्न बाँकी नै छ। सही हो। अनि अन्तिममा के भन्न चाहन्छु? अन्तिममा मेरो सन्देश एउटा नेपाल चित्र माया गरौँ, नेपाल चित्र साथ सपोर्ट दिउँ। विशेष गरी तपाईँहरू चाहिँ पल्साको फिल्म मोहरको लागि कतिको एक्साइटेड हुनुहुन्छ? तपाईँलाई के लाग्छ? मोहरले आगो बाल्ला, उल्का तहल्का पिट्ला अथवा नपिट्ला? तपाईँलाई के लाग्छ? कमेन्ट बक्समा लेख्न नबिर्सिनु। अर्को भिडियोमा फेरि भेट्नुहोस्। हेभ अ गुड टाइम। बाइ बाइ। बाइ बाइ।